आज चाहिँ हामीहरूले जङ्गलमा गएर यस्तो मिठो खानेकुरा किन खायौँ त? अनि आजको दिन यस्तो स्पेसल हुन्छ भनेर मैले सोचेको पनि थिएन। र सुरुमा त लाग्यो म र मेरो एकजना साथी भएर जङ्गलको बाटो हुँदै उकालो चढ्नतर्फ, र म फेरि लागे दगुर्दै उकालो चढ्नतर्फ, र म दगुरेको देखेर मसँग आएको भाइ चाहिँ हात र खुट्टाले टेक्दै आइराखेको थियो। अनि एकछिन उकालो के चढेको शरीरबाट पसिनाको धारा पो बग्न थाल्यो। बल्ल तल्ल हिँडेर उकालो पनि काटियो र एकछिन रुखको फेदमा बसेर हावा खाम्न त भनेको झन्डै नाले निराएछ। अनि हामी फेरि सबैभन्दा चाँडै आएको रहेछ, त्यही भएर यता भ्यू हेराउन त भनेको ढुसी लागेर यस्तो बेकार गरेको थियो। ढुसी लागे पनि गर्मीले हाप हाप पारेको थियो, त्यही भएर हावा खाइदिउँ न त भनेर यता बसिरहेको थियौँ। अनि एकछिनमा त यता त मान्छेहरू पनि आइसकेको रहेछ। अनि कसै तास खेल्दै बसिरहेका थिए भने कसै काम गरिरहेका थिए। अनि मेरो पनि के काम हुनु, म पनि तास खेलेको हेर्दै बस्दिएँ। अनि एकछिनमा त पूजासुजा गरेर आगो सागो बालेर खिर पनि पकाउन आँटिसके। र यता बच्चाहरूले मन्दिरको टुप्पोमा गएर धजो पनि बाँधिदिए। र यता चाहिँ कुखुरा काट्ने कार्यक्रम भइरहेको थियो। अनि पाकेको खिरलाई टप्रीमा हालेर साइड लगाइराख्नु भएको थियो। अनि यता फेरि हामीलाई चाहिँ बाख्राको भुँडी बनाउने काम मिलिसकेको थियो। र एकछिनमा खसी पनि पाकेर तयार हुन्छ र टप्रीमा हालेर साइड लगाइन्छ। र सबै कुरा सिद्धिएपछि फाइनली लास्टमा चाहिँ हाम्रो प्रसाद चाख्ने काम हुन्छ। अनि आफ्नो भाग पाइसकेपछि मस्त पारामा प्रसाद चाख्नतर्फ लागिन्छ र फटाफट प्रसाद चाखेर चक्काएर घरतर्फ लागिन्छ।